गाइजहरु हामी आज मुमफुली टिप्न ए कस्तो भयो आन्टी मुमफुली तर भइबरी छ ए बाबा हो खै गप्प खान्थे गप्प खान्ने ए यसो खन्दाखेरि कति बोली हो र यस्तो आउँछ के अझै यो सारो भएर हो बुटा देख्नु होइन रहेछ बुटा 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 त भयो नि भयो बुटा त यो बुटा हो के रे एकदमै उलाहा डुम्सी यस्तो बुटा पनि देखिन्छ यो बुटा हो के रे अझै अब कहिले खन्ने जम्मै डुम्सी र मुसा लागेछ अरे यति खनेर भोलितिर ए यति भयो बल्ल त खन्दैछौँ कहाँको नि मुना भनेको त गुन्जा पो छ यो सबै यहाँ मम्मी घाँस काटेर यसरी खन्ने मुमफुली पहिला काट्ने पहिला यसरी काट्ने फल्न त फलेछ के नि खाइदियो कि यो उसले पहिला यसरी काट्ने आउन यो उ सुकेर अब घल्टोमा यस्तो भएपछि ए मैले उडाउनै जान्दैन अझै पनि काट्न त काट्ने त्यति राम्रो रहन्छ अस्ति नै एउटा गरेको त कस्तो राम्रो थियो आज सामान उल्टे गरेर उदाइरहेको हुन्छ त्यो ठुली आमालाई त कति सम्झेला छ गएर यसरी आउँछ यहाँ छ क्या जम्मै कति हो कति मुमफुली त ल है गाइजहरु किन्न आउनुस् ल किन्ने भए गएकोरी आउनुहोस् ल मेरी यसरी फल्छ यो चाहिँ हाम्रो छेमा मुख ढाक्नु भयो भने मुख ढाक्नु भयो यहाँ गरिम भएर घाम लागेछ लाएर ओहो यो अलि भएन है गएर कति अलिक कमुलो भयो भने आउँछ क्या यस्तरी फल्छ यो घाँस के भैँसीलाई दिने हो ए खान्छ अनि यो घाँस चाहिँ यो मुमफुलीको घाँस फेरि यो चाहिँ भैँसीले खान्छ रे मुमफुलीको घाँस खाएपछि भैँसी मोटाउने दुध 5 लिटर दियो भने 10 लिटरसम्म दिन्छ 10 लिटर पुऱ्याउँछ त्यति पुऱ्याउँछ नि हो र ओहो ल गाईहरू माना रोपेर मुरी उब्जाउने भन्ने अगाडि बढेको हो यो पनि माना रोपेर मुरी फल्ला भनेर ठुले मान्छे खनेर जान्छ यो चाहिँ अब खोजेको खनेको भनेपछि अब फेरि यिनी यो गेरा टिप्न परेको कोसा अर्केको झरेछ यहीँ छारिरहेछ यसलाई बुटा लिएर झोला यसो हाल्ने त्यहाँ चाहिँ गर्नु पर्यो कति छ गाइस ल किन्न आउनुहोस् सैना महिना 10 सालजण्डीमा खनेर टिप्छु यता चाहिँ यहाँ फालेछु कहाँ टिप्नु भनेको यहाँ खन्दिनु म टिप्छु बरु यसरी
अनि खनेकै त छु नि त्यहाँ कहाँ के जम्मा पारिदिएको ल अब म मुम्फली छुट्टाउनु लाग्यो यो चाहिँ हाम्रो ल एमा टिपेर राख्छु म किलो खोज्न आउँदाखेरि फेरि भेटिन्छ पनि आएछन् गाई जोडी धान कसैसँग लय हुन्छ घर बोरा चाहियो पर हाम्रो बोट आउँदैन बोरा त चाहिन्छ नि जोटी पनि धान यहाँ हाल्न चाहिन्छ अब कहाँ यो हाल्ने लिएर आइछन् मैले खन्दिनँ घरै लिएर यसरी आउँदैन नट लाग्यो किन यति त खानु भयो जम्मा सामान प्याक गर्यो एउटा झोला त लियो भन्दा छोरो हिँड्यो यता मसिनो एक दिन बसेस के अनि भोलिबाट काम गरे ओहो बढीलाई हेर्नुहोस् त ए भगवान् के गर्ने हो यो सबै यस्तो हुन्छ क्या यसको ठ्याक्कै मेथीको जस्तै हुने रहेछ मेथीको पात जस्तै यो चाहिँ यसैको भित्रको दाना फोरेर यो दाना फोरेर अर्को साल फेरि बिउ राख्ने यसमा यही बदाममा